यो प्रसूति गृह हो। हात्तीले आफ्ना छावाहरू जन्माउनको लागि तयार गरिएको प्रसूति गृह। यतिखेर हामी सौराको हात्ती प्रजनन केन्द्रमा छौं। अगाडि साना हात्तीका छावाहरू छुनुमुनु चुन्नु गरिरहेका छन्। यो सौरा स्थित हात्ती प्रजनन केन्द्र। यहाँ 1, 2, 3, 4, 5, 6वटा हात्तीले छावा जन्माएकी छन् र यी छावाहरू यहाँ छुनुमुनु गरिरहेका छन्। हात्ती प्रजनन केन्द्रमा हात्तीले बच्चा जन्माउने, स्याहार सुसार गर्ने र योभन्दा अगाडि प्रजनन योग्य हात्तीहरूलाई यहाँ राखिने र ब्रिडिङ सेन्टरको रूपमा विकास गरिएको छ। यो संसारकै यो दुर्लभ ठाउँ जहाँ हात्तीले बच्चा जन्माउनका लागि प्रसूति गृहमा राखिन्छ। तालिम प्राप्त प्राविधिक डाक्टरद्वारा प्रसूतिमा सहयोग र उपचार गरिन्छ। यहाँका हात्तीहरू विभिन्न देशमा उपहारको रूपमा जाने पनि गर्दछन्। हालै 2वटा हात्तीलाई उपहार रूपमा पठाउन राज्यपालले तयारी गरेको छ। यतिखेर विद्यार्थीहरू यो क्षेत्रमा रमाइरहेका छन्, हेरिरहेका छन्। कोरिया चितवन पुनर्निर्माण समाजले नानी नमुना माविमा मार्शल आर्टका तालिमहरू सञ्चालन गरेका छन्। सोही तालिम अन्तर्गत मार्शल आर्टमा प्रशिक्षण लिएका परीक्षार्थी विद्यार्थीहरूलाई आज हात्ती प्रजनन केन्द्र सौराहामा ल्याइएको छ र यसपछि यो टिम थारू कल्चरमा स्टिक डान्स, लट्ठी चलाउने, लट्ठीको कला, यो पनि मार्शल आर्ट भित्रै पर्ने एउटा कला हो। खुकुरीलाई प्रयोग र लट्ठीलाई प्रयोग गर्ने मार्शल आर्ट अन्तर्गतको एउटा विधा पनि हो। सोही विधा अन्तर्गत हेर्नका लागि आज विद्यार्थी भाइ बहिनीहरू, आयोजक संस्था र विद्यालय यहाँ छ। यस प्रसूति गृह जहाँ हात्तीलाई प्रसूति गराइन्छ, बच्चा हुर्काइन्छ, बढाइन्छ र यसलाई कर्मक्षेत्रमा पठाइन्छ। सौरा हात्ती प्रजनन केन्द्रबाट श्री खबरका लागि कृष्ण खनाल।